अब चाहिँ हामीले डाटालाई चाहिँ एक्सेलमा एन्ट्री कसरी गर्छौं भनेर हेर्छौं है त। सुरुमा हामीले डाटा एन्ट्री गर्नुभन्दा अगाडि चाहिँ आफ्नो चाहिँ जति पनि डाटा कलेक्सन गर्नु भएको छ नि त्यो कलेक्सन गरेको क्वेशनरमा चाहिँ हजुरहरूले कोड गर्नुहुन्छ के 1 2 3 4 भनेर। अनि स्याम्पल साइज हजुरको जस्तै 100 छ भने चाहिँ 100 वटा क्वेशनलाई नै हजुरले के गर्नुहुन्छ कोड गर्नुहुन्छ है। त्यसपछि मैले सिरियल नम्बर लेखे, कतिवटा इन्डिभिजुअल थियो मैले 10 जनाको स्याम्पल लिएको छु अनि 10 जनाको चाहिँ स्याम्पल लिएँ हैन। त्यसपछि मैले सोसियो डेमोग्राफिक डाटा लेखे, एज इन कम्प्लिटेड इयर्स, एजुकेसन लेभल, जब पोजिसन, इयर्स अफ वर्क एक्सपिरियन्स, वर्किङ युनिट अनि डु यु हेभ इन्फर्मेसन अबाउट पेसेन्ट सेफ्टी भनेर चाहिँ मैले यो हेडिङमा लेखेँ। त्यसपछि मेरो नलेज रिलेटेड क्वेशनमा चाहिँ व्हाट डज द टर्म पेसेन्ट सेफ्टी मिन भनेर थियो एउटा क्वेशन। अर्को चाहिँ व्हाट इज द प्राइमरी गोल अफ पेसेन्ट सेफ्टी इनिसिएटिभ इन हस्पिटल थियो हैन। अर्को भनेको चाहिँ मल्टिपल चोइस क्वेशन थियो। अब मेरो मल्टिपल चोइस क्वेशनमा चाहिँ यो मेरो अप्सनहरु थियो है। मल्टिपल चोइसमा यो अप्सन 1 बी सी डी ई एफ गरेर चाहिँ यो मेरो मल्टिपल चोइस क्वेशन थियो है, अदर्स स्पेसिफाई गरेर। त्यसपछि यो मेरो के थियो एटिट्युड रिलेटेड क्वेशन थियो है। यो चाहिँ मेरो लाइकर्ट स्केलको क्वेशन थियो 1 को, जस्तै नर्स इन, यो मेरो एटिट्युड रिलेटेड क्वेशन हो ल। यसरी चाहिँ मैले क्वेशन राखेको थिएँ। यो चाहिँ लाइकर्ट स्केलको भयो है। अब मैले डाटा एन्ट्री गर्दाखेरि चाहिँ पहिला सबै के गरे टाइटलहरुलाई चाहिँ यहाँ राखे, सोसियो डेमोग्राफिक डाटाहरु अनि नलेजको क्वेशन राखे अनि एटिट्युडको पनि राखे, बुझ्नु भयो है त। त्यसपछि मैले एउटा इन्डिभिजुअलको लेखे, डाटा एन्ट्री गर्न थाले, एज इन कम्प्लिटेड इयर्स, यो चाहिँ मैले एक्सेलमा गरेको छ है। अनि एजुकेसन लेभल ब्याचलर, स्टाफ जब पोजिसन स्टाफ नर्स, यो सबै डाटाहरु मैले भरे। र मैले यहाँ के गरे भन्दाखेरि यो पेसेन्ट सेफ्टी मिन भन्ने त मेरो एमसीक्यू क्वेशन थियो। मैले चाहिँ के गरे राइट गरेकोलाई चाहिँ 1 दिए सिधै है, अनि रङ गरेकोलाई चाहिँ 0 दिए। अब मैले यो किन गरे भन्दाखेरि रङ अप्सन राखेको बेलामा चाहिँ हाम्रो इन्स्टिट्युटमा चाहिँ के हुन्छ भन्दाखेरि रङ अप्सन चाहिँ हामीले राख्न पर्दैन के इन्टरप्रिटेसनको बेलामा, अनि राइट अप्सन मात्रै राख्ने हो नि त। त्यही भएर मैले सिधै के गरे 1 र 0 राखिदिए के। अब रङ अप्सनको पनि फ्रिक्वेन्सी निकाल्नु भनेर भन्यो भने चाहिँ छुट्टै हामीले चाहिँ के गर्नु पर्यो, अप्सन ए लाई 1, अप्सन बी लाई 2, अप्सन सी लाई 3, अप्सन डी लाई 4 गरेर कोड गर्नु पर्यो है त। अब यो पनि के भयो मेरो एमसीक्यू क्वेशन भयो, त्यही भएर मैले 1 नै दिए। तर मल्टिपल चोइसमा मैले के गरे, उहाँले राइट एन्सर दिनुभएको छ भने 1 लेखे, राइट छ भने सबै अप्सनमा हैन, रङ छ भने चाहिँ मैले 0 लेखे हैन, यहाँ 0 लेखे। अब लाइकर्टमा चाहिँ के हुन्छ हाम्रो स्ट्रङली एग्री, स्ट्रङली डिसएग्री हुन्छ नि त, न्यूट्रल त्यस्तो हुन्छ। त्यसपछि मैले पहिल्यै स्कोरिङ गरेको हुन्छ त्यहाँ लाइकर्टमा चाहिँ यसरी स्कोरिङ गर्यौं है हामीले। यो एक्सेलमा चाहिँ हामीले यसरी कति जनाको एन्ट्री गरे, 10 जनाको स्याम्पल चाहिँ मैले के गरे एन्ट्री गरे है। यसरी एन्ट्री गरे, बुझ्नु भयो हैन यहाँसम्म। What?